गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ अहिले भर्खरै सुतेर उठेको होइन, आँखैभरि चिप्रै चिप्रा छ यार गाइजहरू। छैन त छैन, भर्खरै सुतेर उठेको के अरे कस्तो कपाल पनि कस्तो बिग्रेको कपाल सुतेको उठेको छैन यार। फेरि मेरो फ्यानवाले चाहिँ भिडियो हाल कि हाल भन्छन् कि, त्यही भएर गाइजहरू रात परिसकेछ, भूत आउन सक्छ। के हो ची गरेको गाइजहरू, भूत आउन सक्छ होइन। अनि आज चाहिँ यसो ब्लग बनाइदिउँ भनेर आएको। ऊ त भैँसी कराइरहेको छ, रुक्नै गाइज म भैँसीको गोठमा गएर मिल्छु ल। हेलो गाइज, म आइसकेको छु यहाँ भैँसीको उसमा। ए तेरो घर है यो, तेरो घर है, तेरो घर। ओए गाइजहरू के भएको ए के भयो यसलाई, यसको आँखा के टल्केको। ओए एडिटिङ गरेको भन्नुवाला गाइजहरू, तर एडिटिङ गरेको होइन मैले। के हो यस्तो गाइजहरू, के दिनु पर्यो हैसी तर। ओ माई गड ए भूत आएछ क्या हो, डराउँदै यार। घाँस हाल्नु पर्यो अब गाइजहरू। ए तेरो आँखा के भएको, तेरो आँखा के भएको यार। खै घाँसै छैन त यहाँ त गाइजहरू, सधैँ यहीँ घाँस हुन्थ्यो, घाँसै छैन आज। छोड यो आँखा देख्दै डराइसक्यो होइन गाइजहरू म। ए साँच्ची लाइट पनि बालेको छैन यार, लाइट बाल्नुपर्छ यार। यो चाहिँ मेरो चार्जर छ होइन गाइजहरू। नेट पनि यहीँ माथि छ। अब फेरि यहाँको बत्ती बाल्नु पर्यो गाइजहरू। हजुरलाई अब म आफ्नो रुम देखाउँछु रुम ल। मेरो रुममा पेल्स गर्नुभएको छ। यहाँ छ स्विच, यहाँ माथि छ ठुलो डल, त्यही छ एउटा सानो डल। अनि यहाँ साँच्ची लाइट बाल्न दिनु न गाइजहरू यार, लाइट बाल्नै दिनुहुन्न कि हजुरले ल। यहाँ माथि छ सामान, बेड यस्तो छ, यहाँ म सुत्ने गाइजहरू। पर्दा लागेछ यहाँ बाहिर पुरै अँध्यारो